हाम्रो पार्टी हेलो हेलो ह्याप्पी न्यू इयर कताको यात्रा आज नयाँ वर्षमा ह्याप्पी न्यू इयर है सबैभन्दा फर्स्टमा हाम्रो छ्यामा आइपुगेको कता हो ल सेम टु यु हामी वेट गर्दा गर्दा थाकिसक्यौँ अझै आएको छैन हामी मामा भन्छ मानुङकोटतिर जाडोले मारे गाँठे बैशाखमा पनि आएर तेरीमा थर भइरहेको आइपुग्यो मानुङकोट ल रिसार आइहाल्यो नि होइन फाइनल्ली हामी मानुङकोट आइपुग्यौँ मानुङकोटको चहल पहल चाहिँ यस्तो रहेछ खासै यस्तो भ्युज चाहिँ खासै नदेखिने रहेछ अहिले हाम्रो रमाइलो भइरहेछ है हल्का बनाउनु पऱ्यो कि भिडियो होइन तकरिबन आइपुग्यो भनौँ डाँडासम्म मानुङकोटको गन्तव्यतिर लाग्यौँ मानुङकोट रमाइलो भइरहेछ होइन खासै भिडभाड चाहिँ यति नरहेछ पहिला चाहिँ एकदमै भिडभाड हुन्थ्यो अहिले कम रहेछ वेलकम टु मानुङकोट अम्ब्रेला रिसोर्ट ह्याप्पी न्यू इयर है ए बबाल बहुत रमाइलो भ्युज हेर्न नपाए पनि तर एकदम आनन्द छुट्टै रमाइलो क्या तल ए भ्युज त्यस्तो सनराइज मात्रै देखिने रहेछ ल है सनराइज चाहिँ दामी देखेछ ए भ्युज त यस्तो रहेछ अहिले त नो ढुसी नो फोक डमाउली बजार त त्यहाँ होला नि चाहिँ क्लियर आएको छ बरु एकैछिनमा आइपुग्यो ल एकैछिनमा आउँदो रहेछ अझै हामी बिस्तारै बिस्तारै आयो नि त तलसम्म त्यहाँ डाँडामा हो त्यो डाँडामा गएर बस्ने उतातिर जाने रहेछ त्यस्तो रहेछ नि त तलको भ्यू क्लियर भएन कि यो त च्याप्टा पसेको गाउँ पनि रहेछ यहाँ त्यहाँ होमस्टेहरू छ होला त्यहाँ होटेलहरू हल्का बिस्तारै बिस्तारै भन्दैछ तर यहाँ चाहिँ एकदम क्लियर आएको छ घाम लागेर यहाँ जाने त्यहाँ घुम्यो गर्ने रमाइलो पल घुमघाम चिया आयो चिया छवटा अब फाइट खेल्नुपर्छ हाम्रो डाइट खाएर डाइट अन्डा चना खाएर ल अब खाजा खाएर फाइट गर्नुपर्छ है कालो चिया कालो होइन यो डाइटवाला हो ओ माई गड कहाँ गएको यो त डिलमा ओहो भत्किन्छ है त्यो डिल भत्किन्छ
तर अघि भिडियो हेरेको यस्तो परेको छ है माथि फर्स्ट गइदियो नि त गइदियो न त डमली बजार कस्तो राम्रो कस्तो लामो त्यस्तो त हो त्यही त नि है म त कसले खिच्छ त म त त्यहाँदेखि चाहिँ उता नजाने होइन त्यहाँसम्म त जानु पऱ्यो नि त तर ठाउँ चाहिँ राम्रै रहेछ जे होस् है आमा भिड त खतरा छ है यहाँ ओ माई गॉड डेन्जर भिड यहाँबाट झऱ्यो भने डाइरेक्ट डमली बजार पुग्छ दिदी बहिनीहरू फाइनल्ली टिकटकको लागि तयार भइसकेछ है पुरा लुङ्गी टी सर्टमा है ट्याक्का मानिङ कोटाइमा पुरस्कार पाउँछ भन्ने आफ्नो भयो अब त मनी झ्याम झ्याम झर्छ भने ल अब हामी फर्किँदैछ है मानुङकोट छोडेर बन्दीपुर जाँदैछौँ हामी अब ल बन्दीपुरको यात्रा तय गर्दैछ अब हामी के हो ठकै लाग्यो के हो साथीहरू मालुङकोट कस्तो लाग्यो एकदम रमाइलो मोहन हजुर कस्तो लाग्यो एकदम रमाइलो अति सुन्दर रे फुलमाथि के अरे बिचमा सुगन्ध फुलमाथि सुगन्ध फेरि आउनुपर्छ कोटलाई बिदा गरेर जाँदैछौँ ल आज आउनु त सँगसँगै छ तिमीहरू चौकिनेर छ गाह्रो भयो गाह्रो आमा डमली बजार आउँछ अनि म चाहिँ हेलो हेलो हामी चाहिँ हेलो हो यता हामी चाहिँ हालो गर्दैछ अगाइले कता गयो श्यामलाई ओ ल आमाको स्कुटी रेडी भयो अब हामी बन्दीपुर लाग्दैछौँ मालुङकोटबाट अहिले हामी डमौली बजार हामी बन्दीपुरको प्रवेशद्वारमा आइपुग्यौँ अब केही समयपछि साथीहरूको पर्खाइबाट उहाँहरू आइसकेपछि फेरि हामी माथि बन्दीपुर लाग्नेछौँ साथीहरूको इन्तजारमा है हामी पुग्नुभयो फाइनल्ली आइपुग्यो अब फाइनल्ली हाम्रो साथीहरू आइपुग्यो ल अब माथि लाग्छौँ हामी बन्दीपुरको फेदमा आइपुग्यो है हामी फेदमा मात्रै आज टुप्पोमा जान बाँकी छ आज ल फाइनल्ली हामी बन्दीपुर आइपुग्यौँ बन्दीपुरको अवस्था यस्तो छ अवलोकन कतिपय हाम्रो साथीहरू बसमा आउँदैछन् भने हामी चाहिँ गाडीमा आयो यहाँ चाहिँ हाम्रो पार्ट्स आइपुग्यो है ल है ल फाइनल्ली अब बसमा पनि आइयो स्कुटरमा पनि आइयो हाम्रो पार्किङ यहाँ छ है अब बन्दीपुर अब सरर घुमाइ हुन्छ हाम्रो स्टार्टिङ भइगयो ल ए खाँदैछौँ अब हामीले फाइनल्ली बन्दीपुरमा घुम्दैछ ल हेलो
बन्दीपुरमा एकदमै भिडभाड लागिरहेको छ बन्दीपुर मामामा मैलो छ है आज त है बन्दीपुरको फेमस चरपट खाँदैछ हामी ल बन्दीपुरको फेमस चरपट खाने मान्छे हो ल छहारीमा रुखको छहारीमा बसेर है घाम लागेर छाता पनि उड्यो हामीले वे टु थानीमाई मन्दिर जाने बाटो यो चाहिँ श्री भानु माध्यमिक विद्यालय बन्दीपुर 2 तनाउ भोटो ड्रेस गुरुङ मेगा बाटो चाहिँ खतरा छ त्यो त्यतै गाउँतिर जाने होला सर्ट हाइकिङ होला जस्तो छ त बिस्तारै मेन ठाउँ नआए पनि बस्ने ठाउँ चाहिँ आयो बस ल यहीँ बस्ने हो पनि म थाक्यो भन्छ नि दिनभरि हिँड्नु भने नि हेर्छु म त पुरमा पुराणको पनि रहेछ है ल जय हो मेन स्टेजमा आइपुग्यौँ ल यहीँ रमाइलो छ है हल्का ओ चाइना गेट वाल त उता पो रहेछ ओहो ल यहाँ आएर चाइना ग्रेट वाल हेर्नु नजाने अब जानुपर्छ अब है ल कम्मर कसिहाल्नु ल बस्ने ठाउँ पनि मजाको रहेछ यहाँ त ढुङ्गामाथि हाम्रो खाजाना पानीपुरी पनि है पानीपुरी ओ डाँडामा बसेर खायो खायो डाँडामा चाहिँ चट्ट नयाँ मन्दिर बनाउँदै रहेछ है अब आउने पार्टीले एकदमै मजासँग दर्शन गर्न पाउनेछौँ अहिले चाहिँ यस्तो छ ल चाइनाको ग्रेट वाल आयो ग्रेट वाल चाइनाको ग्रेट वाल बन्दीपुरमा पनि आउनु है यही ग्रेट वाल हेर्नु बाटो त उतै यो डाँडा कटेर तल झरेर बल्ल त्यो पिच बाटो आउँछ होला क्या रोड चाहिँ ह्याप्पी न्यु इयर कस्तो भइरहेको छ त न्यु इयरमा हामी बन्दीपुरको ग्रेट वालमा हिँड्दैछौँ 12 बजेको घाम तापेर खिच्नुपर्छ ठाउँ मनले त्यही त भनेछ त जेमा दामी देखेछ यो चढेर ओह्रालो झरेर अब यहाँ रोड बाटो फर्किँदैछौँ गाडी बाटो अब हामी गएर चाहिँ लन्च गर्नेछौँ दबाएर 2 थाल बेलुका पनि नखाने गरी
म्याडम पार्टी उहाँ थकै मार्दैछ है पहाडको कुनामा ओ माई गॉड जाम 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 गाडी जाम 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 गाडी जाम पार्किङ भ्याएर फर्किनु लानु हो हजुर ओहो ल आमाले पो किसिम गर्नुभएको छ आज है म त सधैँ यतिकै हो फेरि लिएर आउनुहोस् गएर घर गएर लिएर आउनुहोस् त साह्रो भिडो यहाँ बस्छ ल ल्याउँदैछ थकै मार्दै है थकै लागेको छ ल मानुङकोट बन्दीपुर कोट पुगेको है हाम्रो खानाको भेज खाना अब हाम्रो खाना आयो है फाइनल्ली अब 2 थाली खानुपर्छ है भरे बेलुका भातै नखाने गरी मिठो खाना आयो मिठो बन्दीपुरको चिसो पानीमा बनेको है ल पुरा खाना रेडी सेलाउँछ ल सुरु गरिहाल्नु हात छोडिहाल्नु ल फाइनली अब हामी खानालाई रेडी ल सुरु गरिहाल्नु रमाइलो छ है ठाउँ त पिलर नभएको घरहरू छ काठको डल्ले भएको पुरै व्यापार बिजनेस सुरु रहेछ यहाँ पुरानो घरहरू छ है यस्तो फाइनल्ली हामी अब टुडी खेलमा आइपुग्यौँ टुडी खेल ओहो टुडी खेलमा त अहिले त बन्दीपुरैमा बन्दीपुर टुडी खेलमा आइपुग्यौँ हामी सुरु खेल्नु आमामा टुडी खेलमा त के साह्रो हो मान्छे टुडी खेल घुम्दै है टुडी खेल सही आइसक्यो बन्दीपुर त कतिचोटि आयो 3 चोटि है टुडी खेलमा रमाइलो हुँदैछ बन्दीपुरको टुडी खेलमा तपाईँ आफू घुम्नुहुन्छ है धुलो पनि छ मैलो पनि छ
सफाइ पनि छ गाह्रो छ गाह्रो गाह्रो छ गाह्रो ओहो कसैलाई नि नभनेर तिम्रो म बन्दैछ हेर्नु होला केबल कार चढ्नलाई यस्तो लाइन लागेको छ है फाइनल्ली केबल कार आइपुग्यो जाम यतै हो यतै हो क्या अब हामी जाने यहाँ भाइरल भाइ पानी कुवाको यो जीवनमा बिसानाइ गाह्रो भाउ तिमीले रुवाको सम्झना आइरहने सम्झु मलाई जन्मु तु खाइरहने पानी कुवाको यो जीवनमा बिसानाइ गाह्रो भयो तिमीले रुवाको बिहान होल गरेको ठाउँमा आइपुग्यो हाम्रो स्कुटी बाइक एउटा यता छ आमा र नै बिहानको स्टेसनमा आइपुग्यौँ हामी रातैमा मामुले तिम्रो बातैमा रातैमा मामुले Say, hey, hey. मुर्बेलाई सारा के यो बैजुनी लागेर हारा